also have cash, so मलाई पैसा मागेको छ मसँग क्यासै छैन हो I don't have cash दाइ उहाँलाई $1 दिएर अहिले मलाई मोमो पनि जोडिदिनु मिल्दैन उहाँलाई $1 दिएर अहिले मलाई मोमो पनि जोडिदिनु मिल्दैन मिल्छ $2 यस्तो दामी छ क्या गाइज नमस्ते सबैलाई कतिपय मान्छेले चाहिँ मलाई थाहा छैन होला म को हो कहाँबाट हो भन्ने प्रायः सबैले त्यो हुन्छ नि त होइन एकैचोटि नयाँ फेस आउँदाखेरि सो म चाहिँ सन्देश हो म चाहिँ यता युएसए न्युयोर्कबाट हो अहिले अनि आज चाहिँ स्ट्रिट फुड भन्छ यहाँ होइन युएसको लागि स्ट्रिट फुड भन्छ स्ट्रिट फुडको लागि हिँडिरहेको हो स्ट्रिट फुड भनेको कस्तो भने हामी त्यो के अरे गल्ली गल्लीमा हिँड्छ नि त गल्ली गल्लीमा त्यो खानाहरू हुन्छ नि त इन्स्टलमा यहाँ पनि त्यस्तो धेरै छ क्या यता म चाहिँ यता अहिले क्विन्सबाट बोलिरहेको छु अनि आज कस्तो के पाइँदो रहेछ भनेर मैले नेपालीको पनि कति देखिरहेको थिएँ कि यहाँ अनि त्यो पनि एकचोटि हेर्नु पऱ्यो टेस्ट हेर्नु पऱ्यो नेपालको जस्तै हुन्छ कि भनेर म त्यो चेक इट आउट गर्नलाई हिँडिरहेको छु तर कथाले के माग्यो भने डङ्किन हाई कफी खा भन्छ कथाले म यहाँ एउटा कफी स्टार्टिङमा कफी एउटा खानु पऱ्यो भने हो होइन कफी चाहिँ डङ्किन भन्ने हुन्छ प्रायः यहाँ डङ्किन र स्टारबक्स भन्ने त अब अलिकति महँगो अनि डङ्किन भने अलिकति अब भनौँ त्यो अलिकति सस्तो तर दुवै राम्रो छ होइन अब डङ्किनलाई के भन्छ नेपालीले डङ्किनले डङ्किनै भन्छ अब केही भन्दैन डङ्किनलाई डङ्किनै भन्छ डिडी भन्छ सर्टकटबाट डिडी भने चाहिँ डङ्किन डनट्स होइन यो अनि स्टार्टिङमा चाहिँ कथाले कफी माग्यो कफी खानु पऱ्यो सालाड खानु पऱ्यो एज इम्प्लोइहरू यस्तो हुन्छ ए Any problem? I'm just making vlog. डराएन अरे यहाँ कफी खाएर Hi. Miriam salad please. Miriam. Guys, मेरो salad हेर्नुहोस् दामी छ क्या है मेरो salad चाहिँ कफी यो हलोविन है क्रिसमस आउन लागेको भएर पनि होला हैन तर डराए इंडियन जैसा डराए क्विन्सको हलचल यस्तो छ गाइस यो चाहिँ हाम्रो बस कुद्ने ठाउँ जुन हाम्रो काठमाडौँ बालेन शाहले बनाएको छ नि त त्यस्तै हो यो चाहिँ हैन क्विन्सको हलचल यो
गाइज मैले यो वालकिङको चाहिँ किन मेरो भिडियोमा एड गर्दैछु भने यहाँ जति पनि नयाँहरू आइराख्नु भएको छ नि त युएसमा भनौँ अब जति पनि अब हाम्रो नेपाली भाषा बुझ्नेहरू जति पनि हुनुहुन्छ होइन सो उहाँहरूलाई चाहिँ के भने अब प्रायः मान्छेहरूलाई थाहा हुने वालकिङमा वालमार्टमा के पाइन्छ अब मेडिसिन लिनु के अरे लिन जानु पऱ्यो कहाँ जाने भन्ने यो हुन्छ नि त होइन हुन्छ अब हाम्रो यो साइडसम्म पनि इमर्जेन्सीको लागि सानोतिनो फार्मेसी गरेर हुन्छ तर प्रायः चाहिँ वालकिङको भित्रै फार्मेसी हुन्छ होइन तपाईँले चाहिने सामानहरू सबै यहाँ अभाइलेबल हुन्छ जस्तो कि फार्मेसीको मेडिसिन जस्तो तपाईँले जस्तो चाह्यो भने मेडिसिन वालकिङमा अभाइलेबल उपलब्ध हुन्छ अनि तपाईँको कस्मेटिक सामानहरू पानीदेखि सबै फार्मेसीको सामानदेखि सबै यो वालकिङमा अभाइलेबल हुन्छ है त गाइज मैले मेरो पछाडि म फाइनली यहाँ यसो टेस्ट गरौँ भनेर यहाँ आएको छु होइन मेरो फाइनली पछाडि देख्नुभयो यो चाहिँ बङ्गलादेशको रहेछ होइन अनि त्यहाँ देख्नुभयो त्यो जानु भएको छ त्यो चाहिँ नेपालीको मैले झन्डा यहाँबाट देखिरहेको छु होइन अब हेर्नु गाइज सपोर्ट त अभियसली नेपाललाई गर्नुपर्छ होइन सो एकचोटि गएर स्वाद चाख्ने है त कस्तो के हुँदो रहेछ है त्यहाँको गाइज फाइनली के नाम रहेछ भने मुग्लिन रहेछ मुग्लिन नेपालको झन्डा त देखिया हो होइन मुग्लिन रहेछ लगाइ चाहिँ एउटा दाइ हुँदो रहेछ दाइको अनुहार चाहिँ नदेखाउनु भन्यो मलाई त्यही भएर यो देशको सिस्टम यस्तो छ कि विदाउट कसैको पर्मिसन बिना होइन फेस देखाउनु मिल्दैन सो यही हो दाइ अनि यहाँ के पाइन्छ मोमो चाहिँ 4 आइटम पाइन्छ चिकन बिफ भेज हजुर अनि आलु चप चटपट ससेज आलु स्टिक अनि मसरुम स्टिक पाङ्ग्रा फ्राई म एउटा स्टिम मोमो खाउँ न है फुल मोमो खानु चिकन नेपालीको बच्चा फेरि बिफ खायो भने मार्ला है गाह्रो छ यहीँ खानुहुन्छ नि यहीँ खान्छु I don't think so I have cash so मलाई पैसा मागेछ मसँग क्यासै छैन हो I don't have cash दाइ उहाँलाई $1 दिएर अहिले मलाई मोमो पनि जोडिदिनु मिल्दैन उहाँलाई $1 दिएर अहिले मलाई मोमो पनि जोडिदिनु मिल्दैन मिल्छ $2 Say hi. Say hi. उहाँले $2 मागिराख्नु भएको थियो Say hi. No problem. You take care, okay? God bless you. मेरो मोमो पनि रेडी भयो अरे गाइज मेरो मोमो पनि रेडी भयो अरे उहाँले $1 माग्दै थियो $2 दिएर पठाएको मसँग क्यासै हुन्न के राम्रो छ भने यो बिजनेस पनि मान्छेहरू आइरहेको हुन्छ क्या मेरो मोमो रेडी भएर म मोमो लिएर आउँछु है भएको हो भयो
मोमोको सस हाल्दैछ गाइस मोमोको सस ओ माई गड गाइस फाइनल्ली मोमो आएको छ अब यसरी यस्तो दामी छ क्या मोमो दामी कसम गाइस यस्तो बवाल छ मोमो हैन एकचोटि आएर ट्राई गरिदिनु होला यो चाहिँ कुन ठाउँमा भने यो चाहिँ एल्मस एभिन्यू रहेछ हैन यो जुन यो पार्क छ नि यो क्विन्सको पार्क तलपट्टि पार्कमा ठ्याक्कै यो भिक्टोर एभिन्यू र एल्मस एभिन्यूको बिचमा छ हैन उता क्विन्स मलको साइडबाट आउँदा लेफ्ट ह्यान्ड साइड र उता एल्मस हस्पिटलबाट आउँदा राइट ह्यान्ड साइडमा छ बवाल दाइ मोमो खतरा छ मिठो छ हो दामी छ दामी भयो मेरो त्यो अघि आवाज नसुने हो भने त्यो मेरो माइकमा प्रब्लम आइरहेछ कि मेरो आवाज नसुने हो भने म चाहिँ युएसए न्युयोर्कबाट अहिले क्विन्समा छु सो आएर एकचोटि ट्राई गरिदिनु होला मेरो गोप्रोमा प्रब्लम आइरहेछ मलाई त्यो गर्ने न हो कि मेरो त्यो फेरि अर्कै माइक्रो छ क्या माइक छ क्या त्यही भएर दामी छ है दामी
गाइस दामी छ होइन दाइ यो कहाँ फालिदिउँ फाल्नु पर्यो गाह्रो छ फेरि है फाइन हानिदिन्छ दाइसँग एक दुईवटा क्वेसन सोध्नु होला दाइ हजुर घर कता पोखरा हो हजुर आउनु भयो यता यो हजुरकै स्टल हो साथीहरूको भन्नाले तपाईँ पनि ओनरै हो मलाई एक दुईवटा क्वेसन के सोध्नु मन लाग्यो भने अब कोहीले हेरिराख्नु भएको छ नि त सानो इन्भेस्ट गरेर यतिकै सानो इन्भेस्टमा अलिक राम्रो मार्जिन कहाँ पाइन्छ कुन बिजनेसमा पाइन्छ भन्ने एउटा मान्छेको सबैको एउटा क्युरियोसिटी एउटा उयो हुन्छ नि त होइन यो बिजनेस कस्तो छ दाइ राम्रो चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भने एउटा फ्यामिली हो नि भने जस्तै हजुर हस्बेन्ड वाइफ अथवा बुवा आमा हुन्छ नि हजुर हजुर त्यो भयो भने अर्को चाहिँ इम्प्लोइ राख्नुभन्दा पनि हजुर आफ्नो मिलेर गऱ्यो भने चाहिँ राम्रो लाग्छ ए फ्यामिली भएर मिलेर गऱ्यो भने चाहिँ राम्रो छ है जस्तो कतिपय मान्छे चाहिँ अब ओनर हो नि अनि अब काम गर्ने हामी त साथी हो होइन हजुर परेन तर चाहिँ एउटा फ्यामिली हो नि ट्याक्टर मिलेर गर्न सक्नु भने चाहिँ राम्रो छ है अब उहाँ के अरे मेरो माइक छैन कि अहिले होइन उहाँले भने अलिकति अलिक सुनेन पनि होला होइन उहाँले के भन्दै हुनुहुन्छ भने अब यो बिजनेसमा फ्यामिली आफूले फुल आवर दिएर गऱ्यो भने अरू इम्प्लोइ नहालिकन आफूले गऱ्यो भने राम्रो मार्जिन छ राम्रो प्रफिट छ तर दाइ यो एउटा कुरा भन्नु मिल्छ तपाईँले यसको इन्भेस्ट कति लाग्छ दाइ यो त एक्ज्याक्ट मलाई पनि थाहा छैन है अब गभर्मेन्ट प्रोसेस यो लामो प्रोसेस गरेर यसको लागि चाहिने के हो खास अब यो पहिला लाइसेन्स लिनु पर्यो 2 दिन थरी हुँदो रहेछ कि अब मैले 2 दिन थरी अब जस्तो सिटीको लागि अनि अब आउट अफ सिटीको लागि भयो अनि अब काम गर्ने मान्छेको चाहिँ अब फुड लाइसेन्स हुनु पर्यो यो किन्नै पाइन्छ पाइँदैन होला होइन यो चाहिँ हायरै गर्नुपर्ने रहेछ यो बनाउनको लागि त लगभग लामो प्रोसेस है बरु भाडामा लिएर गऱ्यो भने त्यो फाइदा छ होइन मैले जहाँसम्म सुन्नुमा आएको यो इयरली बुझाउँछ 10-15 हजार $20,000 इयरली बुझाउँछ अनि यिनीहरूको पर्मिटहरू यो पर्मिट यहीँ हुन्छ होइन भनिन्छ तर हामीले बेच्ने मान्छेसँग फुड लाइसेन्स हुनु पर्यो हामीसँग चाहिँ जस्तै मसँग फुड लाइसेन्स हुनु अनिवार्य भयो होइन कम्पलसरी भयो अनि अब यो चाहिँ अब आफूले बनाउनु भन्दा चाहिँ हायरै गर्दो रहेछ धेरै दिन दाइले एउटा कुरा के अरे नलुगाइकन भनिदिनु है दाइ यसमा दिनमा सेल कति हुन्छ दाइ सेल्स कति हुन्छ यो जस्तै विकेन्डमा चाहिँ राम्रो हुन्छ भनौँ न एप्रोक्स अब भनौँ न विकली कति जति कलेक्सन हुन्छ दाइ विकेन्ड विकडेज गरेर सिजनमा चाहिँ समर टाइममा राम्रो थियो है अहिले जाडो लागेपछि अलिक अप्सन हुन्छ जस्तै मान्छेहरू पार्कमा पहिला चाहिँ 2-3 बजीसम्म राति बस्ने हुन्थ्यो अहिले चाहिँ लगभग 11-12 बजेपछि लगभग पार्क सुनसान हुन्छ वेदरले पनि हेरेर त्यो पनि डिपेन्ड गर्छ भन्नाले होइन तपाईँले भन्न खोजेको राम्रो प्रफिट राम्रो छ चल्यो भने र चलाउन सक्ने मौसमले साथ दियो भने चाहिँ राम्रै छ होइन साथीभाइ मिलेर होइन यो इन्भेस्ट गरेर पैसा इन्भेस्ट गरेर त्यो पैसा त त्यत्तिकै हामीले पानीमा हाले जस्तो चाहिँ हुँदैन यसमा होइन मेहनत गर्नु पर्यो टेस्ट ल्याउनु पर्यो होइन हाम्रो चाहिँ अगाडि भन्नुपर्छ सबै साथीहरूले बनाउने हो मिलेर गरिरहेको छ मैले हेरेको साथीहरूले चाहिँ उता कसैले सपिङ गर्ने कोहीले चाहिँ अब खाना बनाउने त्यो खालको छ है त्यो भएर कस्टमरलाई चाहिँ त्यही कस्टमर रिपिट गरिदियो अनि गरेर गर्न सक्यो भनेर ठाउँ एउटै भयो अनि होइन भयो भने चाहिँ उहाँहरूको चाहिँ काइन्ड अफ फ्यामिली भन्नाले साथीहरू सबै मिलेर गरेर आएको रहेछ अब कसैले अब मसला बनाउने कसैले मोमो बनाउने कसैले त्यसरी बनाउने तर उहाँको एउटा भनाइ कस्तो छ भने मैले अझै पनि रिपिट गर्दैछु माइक प्रब्लम भएको भएर म अलिकति उहाँको साउन्ड नसुने भएर मैले उहाँकै कुरा रिपिट गरेर आएको छु अब उहाँले के भन्दै हुनुहुन्छ भने पैसा यो इन्स्टललाई यो गाडालाई पैसा हाल्यो भने राम्रो पैसा हालेर वाटरमा त्यत्तिकै पानीमा छोडे जत्तिकै पैसा जाँदैन तर त्यसको लागि स्वादिलो टेस्ट ल्याउनु पर्यो स्वादिलो सामानहरू ल्याउनु पर्यो होइन राम्रो अब यत्रो इन्स्टलहरू छ यहाँ होइन सबै खाना फ्रेस दिनु पर्यो तर लिटरली मैले भन्छु म 10मा 10 दिएँ यो मोमोलाई चाहिँ मैले अहिलेसम्म चाखेको मोमोमा यो सबभन्दा मलाई चाहिँ बेस्ट मोमो यहाँको लागि हो यहाँको लागि हो दाइ मलाई होइन अब मैले सबैले प्रिफर रेकमेन्ड के गर्छु भने जति पनि क्विन सेलमा साइडमा जति पनि हुनुहुन्छ यो न्युयोर्कमा होइन जति पनि न्युयोर्कमा हुनुहुन्छ सबैमा नजानु भने होइन तर सबैमा एकचोटि टेस्ट गरेर लास्टमा यहाँ आउनुहोस् होइन अनि यहाँको कम्पेयर अरूसँग गर्नु होला होइन मलाई चाहिँ लिटरली म 10मा 10 दिएँ मैले यसमा चाहिँ होइन तर उहाँको एउटा भनाइ चाहिँ कस्तो भने यत्रो कम्पिटिसन छ कुनै बिजनेस तपाईँले सोच्नु भएको छ भने त्यो कम्पिटिसन चल्न सक्नु पऱ्यो
होइन अब टेस्ट ल्याउनु सक्नु पऱ्यो उहाँहरूले त अब होममेड बनाउँदो रहेछ अब होममेड बनाए झन् त्यो त स्वादिष्टै भइहाल्यो होइन अब जे आफूले जे मिक्स गरे पनि भइहाल्यो टेस्ट अब यो अलिकति मिलेन अनि फेरि अर्को बनाए नि भइहाल्यो होइन प्रायः कसैले चाहिँ किनेर ल्याउने होइन अरूले बनाएको किनेर ल्याउने त्यस्तो गरे भएर चाहिँ अलिकति डाउनमा गएर चाहिँ कति छ मोमो पसलहरू होइन सो दाइ अब लास्टमा जाँदा एउटा कुरा के भन्नुहुन्छ भने जुन अब हामी यहीँ बसेर यतिकै मिहिनेत गरेर हुन्छ कि दाइ अब हामी नेपाल गएर पनि के गर्न सकिन्छ होला दाइ सकिन्छ नि आफ्नो देशमा होइन दाइ नेपालमा व्यवसाय गरेर आएको केही समयपछि अनुसार पहिलाको भन्दा अहिलेको अब सरकार होपफुली राम्रै होला राम्रै छ सुधार हुन्छ भन्ने सुधार हुन्छ होइन मैले पनि मेरो भ्युअर्सहरूलाई मेरो पनि माया गर्ने भ्युअर्सहरूलाई मैले के भनेको छु भने सरकार राम्रो आएकै छ अझै पनि राम्रो भएछ भने म कर्मथल चाहिँ म आफ्नै जन्मथलमै बनाउँछु भन्ने मेरो एउटा त्यो हो एकदमै हो नि हामी त एकै समय चाहिँ गरौँ होइन मेहनत गरौँ अलिकति 2-4 पैसा जम्मा गरौँ त्यसपछि त आफ्नो देशै फर्किनु पऱ्यो नि त होइन दाइ पैसा चाहिँ अलिकति आफ्नो देशमा हुनु पऱ्यो दाइ होइन 2-4 पैसा लगानी गरेर 2-4 पैसा आउने एउटा आम्दानी हुनु पऱ्यो नेपालमा होइन अब पैसै बिना रोजगारी बिना गरेर नि फाइदा भएन दाइ होइन ल दाइ अब हजुरको आएर खाना नि मिठो खाइयो मोमो खाइयो अरूभन्दा होइन अब यहाँको एक्चुअल एड्रेस भनिदिनु यो भिक्टोर एभिन्यू र एल्मस एभिन्यूको बिचमा होइन हो हामीले चाहिँ एड्रेस चाहिँ एल्मस पार्कमा रहेछ उताबाट क्विन्स ब्लुबोर्डबाट आउँदा चाहिँ लेफ्ट ह्यान्ड साइडमा उता एल्मस हस्पिटलबाट आउँदा चाहिँ राइट ह्यान्ड साइडमा छ यो एल्मस एभिन्यू र यो भिक्टोर एभिन्यूको बिचमा उहाँको इन्स्टल छ होइन चाइनिज सुपर मार्केट छ यहाँ देखिराख्नु भयो होला तपाईँहरूले होइन अनि उहाँको इन्स्टलको नाम चाहिँ यो मुग्लिन देखेँ मैले होइन मुग्लिन हो नेपालको झन्डाहरू छ होइन आएर मैले अघि नै त्यहाँ बङ्गालीको नि देखिरहेको थिएँ बङ्गलादेशको नि हामी नेपालीहरू चाहिँ अफकोर्स नेपाललाई सपोर्ट गर्नैपर्छ होइन त्यही भएर म सिधा यहाँ आएको हो सो अब मन पऱ्योमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन अब हामीले नेपाली भएको हिसाबले नेपाललाई सपोर्ट अफकोर्स सबै मिलेरै गर्नुपर्ने हुन्छ होइन दाइ ल यति भन्दै किप वार्म राम्रोसँग बस्नु होला फेरि अर्को भिडियोमा भेट्नु